नमस्कार, म विनोद राउत। म आज नेपाल मगर सङ्घ क्षेत्रीय समिति पेनाङको क्षेत्रीय समिति पेनाङ र हालका यस सङ्घको संरक्षक विरस कुन मगरसँग छोटो कुराकानी गर्नेछु। स्वागत छ। नमस्कार। धन्यवाद तपाईँलाई। हाम्रो खोटाङ जारीको विनोद राउत सरलाई धन्यवाद। यति टाढाबाट सम्झेर आइदिनु भयो कि अब हामीलाई एकदम लुकेको कहाँ छ, अब तपाईँले चाहिँ खोजेर निकाल्दै हुनुहुन्छ। तपाईँलाई एकदमै सम्मान छ। धन्यवाद। यो संस्थासँग विगत कति लामो समयदेखि नेपाल मगर सङ्घ क्षेत्रीय कमिटी पेनाङमा म लागेको भनेको तपाईँको विगत 2017देखि चाहिँ हामीले चाहिँ एउटा सामान्य सदस्यको रूपमा मैले चाहिँ तपाईँको जोइन भएको। त्यसपछि तपाईँको म सल्लाहकारसँग भएर चाहिँ हाम्रो चाहिँ बिचमा अलिकति यो लकडाउन कोरोनाको कारणले चाहिँ हाम्रो चाहिँ सङ्घहरू अलिकति छेदविच्छेद भएको अवस्थामा हामी चाहिँ सबै छुट्यौँ। पुरानो साथीहरू, अब हाम्रो अध्यक्षज्यूहरू, हाम्रो कोषाध्यक्षज्यूहरू, उहाँहरू पनि सबै आफ्नो कर्मथलो फर्किनु भयो। अनि हाम्रो सङ्घ चाहिँ त्यतिकै तपाईँको उनै भइसकेको थियो। हाम्रो चाहिँ तपाईँको सङ्घ नै सबै सकिसकेको थियो। त्यसपछि तपाईँको 2023-22-23तिर चाहिँ हाम्रो 23मै भनौँ न, 23मा फेरि हामीले रिगठन गऱ्यौँ, फेरि नयाँ कमिटी गठन गऱ्यौँ। त्यसमा चाहिँ एकदमै ठुलो योगदान चाहिँ मैले एउटा सम्झिन चाहे हाम्रो वकिल थापामा उहाँ चाहिँ त्यतिखेर चाहिँ संरक्षकमा आउनुभएको थियो। त्यसपछि उहाँले नै सबै मगर सङ्घले पेनाङको जति पनि छलफल भएकोले चाहिँ उहाँले नै गठन गरेर चाहिँ हाम्रो पेनाङको चाहिँ क्षेत्रीय कमिटी अहिलेसम्म त्यतिखेर नै मलाई चाहिँ अध्यक्ष रूपमा उहाँहरूले चुन्नुभएको, निर्विरोध नै चुन्नुभएको, कुनै भोटिङ भएको पनि होइन, कुनै नभने कम्पिटिसन बिना नै अध्यक्षमा प्रवासमा रहेर यस्तो सबैजनालाई एक ठाउँमा ल्याउनलाई कतिको गाह्रो हुन्छ? एकदम राम्रो भइरहेको छ। गाह्रो त तपाईँको एउटा चुनौतीपूर्वक पनि हो। प्रवासमा रहेर तपाईँको एउटा सङ्घ सङ्गठन बनाएर सबैले चाहिँ एउटा केन्द्रित गरेर चाहिँ हामी चाहिँ अगाडि बढ्नु चाहिँ एकदमै चुनौती त एकदम चुनौतीपूर्वक नै हुन्छ। पहिलो कुरा तपाईँको साथीभाइको छुट्टी मिल्दैन। अनि अर्को कुरा टाढा टाढा हुन्छ तपाईँको। यसरी एउटा फेरि सङ्घको नाम मगरलाई मात्रै समेट्नु पर्ने भएको कारणले हरेक ठाउँमा भएको मगरहरूलाई चाहिँ अब बोलाउँदाखेरि अब एकीकृत गर्दाखेरि चुनौतीपूर्वक नै हुन्छ। तर पनि तपाईँको मनबाट लाग्ने साथीभाइहरू चाहिँ आफै जति टाढा अब उहाँहरू चाहिँ टाढा भयो, यता छुट्टी छ, ड्युटी छ भनेर पनि उहाँहरू आउनुहुन्छ र आएर उहाँ चाहिँ हातमा हात राखेर काँध राखेर अगाडि बढ्नुहुन्छ। त्यही भएर नै हामी चाहिँ यहाँसम्म बाट चाहिँ यहाँ हजुर जति समयदेखि लागिरहनु भएको छ, कुनै व्यक्तिगत यहाँबाट व्यक्तिगत लाभ लिन सकिन्छ कि अथवा पुरै सिङ्गो समाजको लागि यो मगर सङ्घले के गर्ने? तपाईँले राम्रो पहिलो कुरा चाहिँ मगर सङ्घमा हामी मगर सङ्घ गठन गरेर हामी चाहिँ कुनै पनि तपाईँलाई यही तपाईँको मिडिया मार्फत भने कि कुनै लाभको चाहिँ कुनै पनि छैन। अब यो भनेको चाहिँ हामी चाहिँ एउटा सेवा सुविधाको लागि। जस्तै पहिलो कुरा त हामी एउटा अहिले सङ्घ चाहिँ मगर सङ्घको भयो होइन, नाम चाहिँ मगर सङ्घ थियो। र पहिलो कुरा चाहिँ हामी चाहिँ के भन्न चाहन्छौँ, यही तपाईँको मार्फत के भन्न चाहन्छौँ भने हामी पहिलो कुरा हामी के भनौँ भने नेपाली भनौँ। परदेशमा आएर हामी एउटा नेपाली भनौँ। हामी त्यसपछि अब नेपाली भइसकेपछि हामी नेपालीलाई चाहिँ हेर्ने हो। हामी उहाँहरूलाई कसैले दुःख परेको छ कि कुनै ठाउँमा गएर उहाँले दुःख पाउनु भएको छ कि होइन, सक्दो सहयोग सकिन्छ, धनले सकिँदैन, तपाईँको आफ्नो भौतिक शरीरले होइन, कुनै बोलेर कहीँ गएर बोल्नुपर्ने हुन्छ, कसैले भन्नुपर्ने हुन्छ। त्यसरी हामी चाहिँ सहयोग गर्नको लागि हामी चाहिँ कमिटी सङ्घ संस्था खोलेका हौँ। तपाईँको कुनै पनि व्यक्तिगत लाभ या कुनै पनि तपाईँको कमिटीले लाभ चाहिँ त्यो छैन नै। बरु हाम्रो चाहिँ खर्च बढी छ। तपाईँको अब ड्युटी छोडेर हेर्नु पर्ने हुन्छ। जस्तै हाम्रो अफिस यहाँ छ, तपाईँको खुदी जानुमा छ। अब पारेबाट आउने साथीहरूले पढाएको छ, आउने जाने अप डाउनमा तपाईँको उहाँहरूको लगभग तपाईँको ग्राप भएर 100 रिङ्गेट खर्च भएको हुन्छ। 100 रिङ्गेट खर्च भएको हुन्छ, खाजा खर्च हुन्छ तपाईँको। बरु हाम्रो गोजीबाट गएको छ। लाभ भने चाहिँ तपाईँको 0 नै छ तपाईँको लाभको लागि। र अर्को कुरा हामीले कुनै लाभ हुन्छ कि पैसा कमाउन सक्छ कि भनेर हामी कमिटी सङ्गठन खोले पनि होइन। हामी चाहिँ सायद कसैले हाम्रो कारणले सुविधा दिन सक्छौँ कि सायद अब एकजनाले गर्दाखेरि तपाईँको गाह्रो हुन्छ। हामी एउटा कमिटी होल टिम सबै तपाईँको भयौँ भने चाहिँ तपाईँको सहयोग गर्न सक्छौँ कि भनेर हामी चाहिँ अगाडि बढ्नुमा चाहिँ जस्तै यो प्रवासमा रहेर धेरै नेपालीहरू अथवा मगर समुदायभित्रकै अथवा गैर मगर जोसुकै पनि समस्यामा परेका छन्।
होइन हजुरहरूको सहयोग चाहेका छन् भने चाहिँ संविदा फरक पर्दैन। अब तपाईँको एकदमै तपाईँको यदि कसैलाई चाहिँ केही गाह्रो कुरो छ कसै हुनुहुन्छ अब जस्तै अब हामी भन्दैनौँ कि होल मनिसहरू हामी पेनाङमा तपाईँहरूको कसै साथीहरूलाई चाहिँ केही गाह्रो छ तपाईँहरूले चाहिँ केही सहयोगको अपेक्षा राख्नुभएको छ भने हामी कहाँ आउँदा फरक पर्दैन हामी चाहिँ सक्दो सहयोग गर्नेछौँ। हामी चाहिँ तपाईँको हामी अहिले पेनाङमा चाहिँ लगभग केही नभएको 30-40जना छौँ हामी होइन इभन हामी 100 रिङ्गेट उठायौँ भने पनि तपाईँको 3-4 हजार रिङ्गेट हाम्रो मजाले हुन्छ। 3-4 हजारले भनेको चाहिँ एकजना मान्छेको उद्धार गर्न ठुलो कुरा होइन हाम्रो 100 रिङ्गेट दिएर कसै मान्छेको उद्धार हुन्छ भने त्यो चाहिँ एकदमै राम्रो पक्ष पनि हो होइन एकदम धर्म एउटा कर्म धर्म पनि हो होइन। त्यही भएर हामी चाहिँ त्यसमा चाहिँ पछि कहिले पनि हट्ने छैनौँ। कुनै पनि साथी मगर मात्र नभएर गैर मगर पनि एउटा नेपालीको नाताले म नेपाली हुँ भनेर आउनुहुन्छ भने स्वागत छ। हामी चाहिँ हरेक समय चाहिँ हामी चाहिँ उहाँलाई चाहिँ सहयोग दिन तत्पर हुन्छ। धन्यवाद त्यसको लागि। अनि हजुरले यो सङ्घलाई चाहिँ हाँकिसक्नु भएको छ, एउटा प्रमुख जिम्मेवारीमा रहेर काम गरिसक्नु भएको छ र अब त्यो नयाँ बन्नुभएको छ होइन, उहाँहरूलाई के सन्देश दिन चाहन्छु? अब नयाँ आउने साथीहरूलाई के सन्देश दिन चाहन्छु भने जति पनि अब यो हाम्रो मगर सङ्घमा नभएर अरू सङ्घ संस्था जति पनि हुनुहुन्छ पहिला होइन जस्तै अरू सङ्घ संस्थाहरू हुनुहुन्छ कसै जिल्लावासी हुनुहुन्छ कसै जिल्ला गाउँवासी हुनुहुन्छ प्रत्येकले आफ्नो आफ्नो कुनै नाम राखेर चाहिँ सङ्घ खोल्नु भएको छ कमिटी गर्नुभएको छ। उहाँलाई पनि मेरो के आग्रह छ भने पहिलो कुरा हामी चाहिँ पहिला नेपाली हामी नेपाली होइन। म जस्तै अब म एउटा जिल्लावासी भए यो त मेरो जिल्लाको मान्छे होइन रहेछ म यसको यो मभन्दा बाहिरको भन्ने चाहिँ त्यो धारणा चाहिँ नराखौँ। सकिन्छ तपाईँको सहयोग गरौँ, सकिन्न सहयोग गरेर कसले गर्छ त त्योसम्म पुर्याउने तपाईँहरूको दायित्व हो, तपाईँहरूको चाहिँ जिम्मेवार हो होइन। तपाईँ जस्तै मगर सङ्घमा पनि भोलि आउला तपाईँको एउटा ठुलै केस आउला होइन म सक्दैन भने मैले पनि हार गुहार गर्नुपर्ने काम भनेपछि सबैको एउटै हाम्रो चाहिँ अन्तिम हाम्रो चाहिँ जानुपर्ने ठाउँ कहाँ नेपाल दूतावास। हामी चाहिँ नेपाल दूतावाससँग मिलेर उहाँको चाहिँ सहयोग गर्न सक्छौँ र मलेसियाभरि चाहिँ हामीले अभियान चलाउन सक्छौँ कि जस्तै पेनाङमा मात्र नभएर जोरबारो हुनुहुन्छ क्वालालम्पुर हुन्छ हरेक ठाउँमा छ र मगर सङ्घ मात्र नभएर अरू सङ्घ संस्थाहरू पनि हामीले हार गुहार गरेर जति ठुलो जटिल समस्याहरू पनि हामी चाहिँ इजी तरिकाले चाहिँ हामीले सेटल गर्न सक्छौँ। धन्यवाद त्यसको लागि। अनि यो मगर सङ्घको भावी योजनाहरू चाहिँ के छ? जस्तै कुनै कार्यक्रमहरू भयो, हजुरहरूको त नयाँ वर्ष आउँदैछ माघी यो वर्ष चाहिँ हाम्रो चाहिँ अब यही लगतै हाम्रो यो फेब्रुअरी हाम्रो केन्द्रीय कमिटी नेपाल मगर सङ्घ केन्द्रको चाहिँ अधिवेशन प्लस माघे सङ्क्रान्ति सेलिब्रेट माघे सङ्क्रान्ति मनाउने हाम्रो योजना छ। यो हाम्रो फेब्रुअरी 22 तारिक चाहिँ उहाँहरूले चाहिँ डेट घोषणा गरिसक्नु भएको छ जसको लागि सम्पूर्ण मगर गैर मगर मलेसियामा छरेको सम्पूर्णलाई चाहिँ अब भ्याएसम्म उपस्थित भएर चाहिँ तपाईँको रमाइलो गराउँदा हेराउँदा सबै कुरा होइन साथ सपोर्ट छँदैछ सबैको होइन गैर मगरबाट पनि हाम्रो हरेक सङ्घ संस्थाबाट साथ सपोर्ट छँदैछ होइन। अब आउने भावी दिनहरूमा चाहिँ सम्पूर्ण अब मगरहरूलाई मगर दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई सकेसम्म तपाईँहरू जहाँबाट बस्नुभएको छ जुन क्षेत्रमा हुन्छ त्यो क्षेत्रमा चाहिँ तपाईँहरू चाहिँ आफ्नो संस्था खोज्नुहोस्, आफ्नो सङ्घ संस्थालाई बाँडिनुहोस्। किनभने यसमा जोडेर बस्दाखेरि तपाईँले घाटा होला। तपाईँले चाहिँ भन्दाखेरि जस्तै अघि मैले भनिसकेँ हिँड्दाखेरि तपाईँ ट्रान्सपोर्टेसनको खर्च हुन्छ होला, खाना खर्च हुन्छ होला, तर पनि कुनै न कुनैमा दिन त्यसबाट लाभ लिन सकिन्छ होइन। त्यसलाई चाहिँ संस्थागत रूपमा लाभ लिन सकिन्छ। जस्तै भोलि पर्सि मान्छेलाई घटना भनेको तपाईँको दशा भनेको बाजा बजाएर आउँदैन भनेको कुनै एनी टाइममा तपाईँको दशा आउनु लाग्नु तर पनि त्यो समयमा बखतमा भोलि कसैले चिनिया छैन आफ्नै रुमको साथीहरूले कति गर्नुहुन्छ होइन। भोलि सङ्घदेखि तपाईँको अर्को सङ्घबाट होइन त्यस तरिकाले दूतावासबाट नेपाल सरकारले सहयोग भने त्यसरी हुन्छ नि त। अब अहिले पो मान्छेले चाहिँ तपाईँको हेर्दाखेरि सबै हटाएर ठिक छु कमाइरहेको छु मसँग पैसा छ भनेर मलाई सँगसँगै के म त्यसमा कुनै इन्ट्रेस्ट छैन कि म सङ्घ संस्थाको लागि मलाई केही पनि छैन भन्ने कति साथीहरू देखिन्छ क्या। मलाई यो सङ्घ संस्था भन्ने चिज मलाई मनै पर्दैन यहाँ चाहिँ भनिदिन्छ भने मुखमै भनिदिन्छ भने होइन मलाई यो मनै पर्दैन म त्यो ठाउँमा जाँदैन भन्छ। तर पनि तपाईँको उहाँलाई थाहा छैन कि भोलिको दिनमा के हुने सङ्घ संस्थाले के गरोस् केसम्म गर्न सक्छ कतिसम्म त पावर हुन्छ भन्ने उहाँलाई थाहा छैन कि
त्यही भएर उहाँलाई पनि अलिकति जनचेतनाको फैलाउनु होइन सम्पूर्ण साथीभाइहरूलाई हाम्रो सदस्य दिइसक्नुभएको साथीहरूले पनि यसरी सम्झाउनु उहाँहरूलाई उहाँहरू आएर बाहिर हाम्रो चाहिँ ठुलो एउटा गोलबन्दी हुँदाखेरि चाहिँ एकदमै राम्रो हुन्छ भोलि जस्तै 100 रिङ्गेट हामीले उठाउनु पर्ने 50 रिङ्गेट उठाउने काम गरेर आयो एकता पनि भयो तपाईँको पनि भोलिपर्सि कसैले अरू मान्छेले हेर्दैलाई पनि यिनीहरू त एकीकृत छ एकदम राम्रो छ भन्छ है त्यही आग्रह गर्न चाहन्छु सम्पूर्ण मगर दाजुभाइ अनि यो अब जुन अधिवेशन हुँदैछ केन्द्रीय समितिको त्यहाँ हजुरको केही उम्मेदवारी हुन्छ कि त्यो पदभन्दा बाहिर रहेरै सहयोग गर्नु हजुर अब केन्द्रीय नेपाल कङ्ग्रेस केन्द्रको म अहिले सदस्य त्यसमा अब सङ्घले चाहेको जुनै पनि काम कारोबार हामी मगर सङ्घमा चाहिँ एउटा राम्रो चिज कुनै पनि चिज चाहिँ कपड हामी चाहिँ हाम्रै ग्रुपबाट चाहिँ तपाईँको के हुन्छ भने चाहिँ अब को योग्य छ त्यसले चाहिँ तपाईँ गर्नुहोस् तपाईँ यो गर्न सक्नुहुन्छ तपाईँ गर्नुहोस् भनेर दिने सक्छ र त्यसमा अब अहिले केन्द्रीय उसमा चाहिँ म सदस्य पनि हो र भोलि केन्द्रले उसले सङ्घले चाहेको खण्डमा कुनै पनि परिस्थितिमा लिएर म सहयोग गर्नु हर समयमा तत्पर छु यहाँको अमूल्य समयको लागि आउने दिनमा पनि एकदम यो मगर सङ्घ अगाडि बढेको देख्न पाइयोस् धन्यवाद तपाईँ अमूल्य समयको लागि एकदमै धेरै धन्यवाद